हेलो गाइज, नमस्ते, गुड मर्निङ। सो आज चाहिँ म माई खोलाको शिर खत्रक्पा भन्ने ठाउँमा पूजा गर्न आएको। देन म चाहिँ अब खोला तर्न आँटेको है। सो कस्तो फिल हुँदो रहेछ हेरौँ। पानी एकदम चिसो छ भन्दै हुनुहुन्छ मामुहरूले। मामुहरू चाहिँ अघि तरिसक्नुभयो। म चाहिँ अब तर्नलाई रेडी भएको छु गाइज। यो चाहिँ मेरो हिल्स। Oh my god. Oh shit. Wow, अब लाग्दैछु। अब पहिला नम्बर 1 मा खोलालाई ढोग्नु पर्यो। उठ मागे सेवारो। अब चाहिँ लागेको फर्स्ट। वाउ। खोला हेर्नुहोस् न कत्रो ठुलो छ खोला। ओ माई गड, मेरो खुट्टा मुनि छ। डर पनि लाग्छ। अग्लो चिप्लो पनि रहेछ। झन्डै लड्यो। यहाँनिर मेरो मामु, मेरो बहिनीको छोरी, अनि उतानिर एउटा दाइले बाख्रा चराउन ल्याउँदै हुनुहुन्छ। ओ माई गड, चिसो पानी। वाउ, चिसो। कतिजना हजुरहरूलाई माई खोला भन्ने त थाहा नै होला होइन। सायद सबैलाई थाहा हुनैपर्छ र थाहा छ पनि होला होइन। यस्तो है छ। हामी चाहिँ एकदम माई खोलाको शिरमा। बाख्रा नमानेर दाइले चाहिँ बाख्रा बोकेर तराउँदै हुनुहुन्छ। सो हामी चाहिँ पहाडमा छौँ। बल्ल तरिसक्यो। बहिनी कस्तो फिल हुँदैछ आज कान्छी बहिनीलाई? एकदम रमाइलो क्युट। रमाइलो क्युट। अनि शिवानी डल्ली, तिमीलाई चाहिँ भोक लागेको छ? चिप्स खानु मन लागेको हो कि नै? ल त हाम्रो माताजी मम्मी कस्तो भयो? मम्मीलाई चाहिँ खोला तर्दा मलाई त एकदम राम्रो लाग्यो। एकदम रमाइलो। एकदम यहाँनिर खोलामा हामी सेवा गर्न आउँदै गरेको। यहाँनिर सेवा गर्न अलिक ढिलो भइराखेको छ। सेवा गर्ने ठाउँमा पुग्न सकेको छैनौँ।